ल भन भन नाच्नु भएको जानेको नाम नाच्छु नि नाचेको त मैले देखेको टिकटकमा होस् कि नहोस् त हल्लिने हो अब के गर्नु ल बसाए त म तिमीहरूको भिडियो खिचिरहेको छु मेरो पनि हो। अन्त भिडियो खिचेको त जहाँ जान्छु त्यहाँ त्यहाँ नै हुन्छ फोटोमै एक ठाउँमा उता एक ठाउँमा बस न फोटो पनि हान्छु त म मेकअप गरेकै छैन यहाँ तै भएको के तलेको मा हाल्दै काम छैन काम हुँदा काम छैन नभन्नु है 5-6 जना कामै नभएको मान्छे हो र 5-6 जना हेरेको साह्रै यता चाहिँ उसको नाम चाहिँ चामलिङ मणि त ऊ त्यहाँ हुनुहुन्छ त्यहाँ हाँस्ने मान्छे त्यहाँको मान्छे चाहिँ अरे बान्ता बिना यता यता चामलिङ हो नामै नआउँदैन चामलिङ आरती यता सरालच्छी चामलिङ यता आमाको नाम त पुरै कण्ठ रहेछ झन् छोरा राजयुव चामलिङ यस्तो भइरहेछ नमस्ते म यता छु चामलिङ ध्रुवराज राई यता यो क्यामेराम्यान हुनुहुन्थ्यो अघि चाहिँ अहिले चाहिँ भर्खरै चाहिँ यहाँ मैले समाएको छु क्यामेरा दाँत त पुरै देखिया छ किन बिन्ती गर्नुभएको भिडियो बनाउनु भएको छ यहाँ त इमान्दारी भन्नुपर्छ भिडियो बनाउँदा मात्रै इमान्दारी हुनुहुने अरे तपाईँ अनि अस्ति नै सुनेको छु त्यही भएर ल आँखा चिमचिम हुन्छ अरू भन्नु केही? नखिचिराख अनि आँखा चिमचिम भएन भने त अनि कहाँ अनि गाह्रो भइहाल्यो नि ल दुईजनाको मात्रै जुवार बेटलको त यस्तै छ धेरै समयपछिको भेटघाट यता हाम्रो मम्मी हुनुहुन्छ है हामी सबैको बोटै हामी उहाँबाट चाहिँ हामी फलेको सबैजना उहाँ हाम्रो मम्मी हो सासु आमा मेरो चाहिँ अनि यता चाहिँ सासु आमाको जेठा छोरा हुनुहुन्छ अनि मेरो श्रीमान हो उहाँ चाहिँ अनि यता चाहिँ मेरो सासु मम्मीको ठुली छोरी हुनुहुन्छ मेरो नन्द अनि त्यस पछाडि यहाँ कान्छी बहिनी मम्मीको कान्छी छोरी अनि यता चाहिँ भान्जा हुनुहुन्छ अनि हाम्रो मम्मी बुवाको चाहिँ यहाँनिर कान्छा छोरा भर्खर बामे सर्नु आफ्नो भएको छ पल्टिराख्नु भएको छ भर्खर ठाडो बस्नु सक्नु भएको छैन हामी यसरी भेटघाट जमघट भएर धेरै समयपछि यति जमघट भएर बसिरहेछौँ सबैजना दाइ चाहिँ यसरी अब बस्नु सक्नु भएको छ भाइ चाहिँ बस्नु सक्नु भएको छैन भर्खर बामे सर्ने तर्खरमा हुनुहुन्छ समय उल्टो छ नि त अनि बोल्ने चाहिँ म यहाँनिर छु यसरी हामी छौँ अब ल केही भन्नु छ हाम्रो मनिताको टिकटक नाच्दैन यिनीहरू दुईजना जोडी हामी चाहिँ त भन्ने मन छ नि यति टिकटक। धेरै खुसी लागेको छ यहाँ गफ गर्नु पाएकै छैन गफ गर्नुपर्ने थियो के गर्नु समय छोटो सबैको आफ्नो समस्या हुन्छ टिकटक धेरै समयपछि गयो यहाँ हाम्रो बुवा चाहिँ आउनु भएको छैन फलो लागिरहेछ तर अरू चाहिँ हामी भेट भएर खुसी लागिरहेछ म बोल्दैछु त नि सुनिँदैछ भन्नुहोस् झन् पर भएको भयो त यस्तो हालतमा हामीलाई भिडियो बनाइराख्नु भएको छ है यहाँ हामी यसरी बसिरहेको यो हालत होइन यो चाहिँ एकदम वास्तविक अर्ग्यानिक रियालिटी भनेको यो हो हाम्रो ल मम्मी केही भनिदिनु सुस्सा बोलिदिनु नि त कस्तो के लागेको छ होइन तपाईँ यत्रो धेरै समयपछि मम्मी दादा के
मम्मीको भर्खर उमेर फर्किँदैछ लजाएर ढङ्छ। मम्मीलाई बिल्ला छोरा भनेको यस्तो हुनुहुँदैन क्या, कस्तो मम्मीहरूलाई बिल्ला गर्नुभएको। म के भन्छु र हाँस्नुपर्छ। मेरो जन्मेको 2टा छोरा 2टा छोरी अनि अहिले बुहारी नाते नाता नाम भएको जति हामी सबै जम्का भेट भएर गफ गरिँदैछौँ। मलाई हाँसी खुसी छ। यति नै हो मेरो बोल्ने कुरा। यहाँ बस। नमस्ते। भिडियो आउँदैछ। चासो यता हेर। कुकु अब अङ्कल फुपूहरू आउनु भएको छ। अनि तिमीलाई कस्तो लागेको छ त भनिदेऊ त। तिमीलाई कस्तो लागेको छ भनिदेऊ। यहाँ हेरेर भन नि त। अर्को पनि आयो बामे सर्ने। ठुलो नाति भर्खर बामे सर्दै आउँदैछ। त्यसको इन्जुरी भयो। भनेको गर्छ मेरो मम्मी हौ। त्यही एउटै भिडियो धेरै लामो भयो। खै बनाउनु एउटा सरक सरक सरक